आज कति बेलातिर आइपुग्यो भर्खर आइपुग्यो हो यो औषधिहरुको पछि नै खै हामीलाई अब थाहा हुँदैन 200 mg भन्दा हो हजुर 200 mg भन्दा हो 200 mg हो 200 mg नै छ पेम्ब्रो नै छ स्टिकरमा न पहिला पनि लाग्नु भएको छैन फर्स्ट पहिला पनि लाग्यो होला हजुर पहिला पनि लाग्यो होला ए होइन हामी त फर्स्ट हो कसरी हो नाम फ्रिजमा राख्नुपर्ने औषधि हो नाम चाहिँ के पो यो चाहिँ हामीले राख्नुपर्ने आयो त्यो हस्पिटल भन्नु उहाँहरूले राखिदिन्छ उहाँ राख्नु होइन त्यो उसले राखिदिन्छ राख्नु त ए ठिकै छ अहिले त्यहाँ उमा जस्तो छ त्यस्तै गरेर गर्नु भन्दै थियो त्यति यो औषधि हो एउटा 100 mg हुन्छ दुईटा हुन्छ ल एकचोटि ऊ खिचौँ ल एउटा 100 mg को दुईटा हुन्छ ल 100 mg को 100 mg हुन्छ दुईटा हुन्छ है हजुर ए हुने हो चलाउनु त भोलि नै हुने होइन भोलि त अब अहिले त राति त अब कति के ऊ है पेमेन्ट चाहिँ कति 150 ग्यासैको छ है फेरि हुन्छ क्यासै त बोतल के होइन एक बेला चाहिँ 50 कस्तो भएर जम्मा एक पुरै छ दुईजना परेर लाउने उसले ओगट दिएको अन्त हिजो लगाएर आज घर गइसक्यो। दुई दिन ढिलो हुन्छ ठिक भोलि चाँडै लगायो भने अब हेरौँ कति बजी लगाउँछ तर त्यसको पनि ढिलै लगायो के हुन्छ अब यो के भन्छ ओके है त ल धन्यवाद एकदम धेरै धेरै ल अब यो फेरि उ गऱ्यो भने त अलिक अगाडि नै अर्डर गर्नु पऱ्यो होइन अहिले त छ आएको स्टक छ अब कति दिन 3 हप्तापछि हप्तापछि 3 हप्तासम्म कन्ट्याक्ट ल हुन्छ है त ल हुन्छ कन्ट्याक्ट हुन्छ तपाईँसँग है त राख्नु ल राख्नु मैले अहिले भयो दुईटा छ यो चाहिँ के हेर्छ यो चाहिँ पहेँलो चाहिँ ए त्यस्तो नहुनालाई राख्छ
हस् ल अब तपाईँ निस्किनुहुन्छ हुन्छ खाना ठिकै छ खाना पनि आएको छैन और मैले आएँ पनि क्या हो उहाँलाई चाहिँ खाना खुवाइन्छ होइन आउँछ हुन्छ खानाको के छ खाना भइन्छ यो सिस्टर इनिभर्स के हो त्यही हो आउँछ होला होइन आउँछ आउँछ होइन उसलाई चाहिँ भोक लाग्यो होला तपाईँले अब एकछिनमा मात्रै होला उहाँलाई खाना खुवाउनु चाहिँ उहाँलाई पठाइदिनुहोस् न मलाई हो है ल तपाईँ लिएर आउँछु नि दाइ हुन्छ के खाना चिकन जस्तै त्यही खान्छ